मेन कुरामा हामीले यो थर्ड नम्बरको पढिरहेछौँ भन्ने बुझ्नुस् है। र थर्ड नम्बरमा हाम्रो 6 वटा रहेछ है। भनेपछि हामी अब इङ्गुल्फिन बारमा जाउँ। हेर्नुस् इङ्गुल्फिन बार भनेको कस्तो फर्म हुन्छ, यो चार्टमा कुन तरिकाले फर्म हुन्छ, कस्तो हुन्छ यसको चाहिँ यहाँनिर हेरौँ। इङ्गुल्फिन बारमा सबभन्दा धेरै ध्यान दिनुपर्ने भनेको चाहिँ ल हेर्नुस् है, यहाँनिर तपाईँको सानो बडी छ र यहाँनिर ठुलो छ है। यो ठुलोको भित्र चाहिँ सानो छ, त्यसलाई इङ्गुल्फ गरिदियो है, यो बुझ्नु पर्यो। र यो चाहिँ फेरि अगाडि सानो पछाडि ठुलो छ, यो चाहिँ बुलिस भयो, यो चाहिँ बेरिस भयो। यसमा हेर्नुहोस् त, यदि बजार खसिरहेको थियो भने यहाँनिर सानो बन्यो र यहाँनिर त्यो सानोलाई अर्कोले ग्रीन क्यान्डलले यसलाई टोटल्ली इन्गुल्फ गरिदियो भने चाहिँ यसले चाहिँ बजारलाई के गर्छ त, अब मास्तिरतिर लैजान्छ भन्ने बुझ्न पर्यो। त्यस पछाडि यदि यो बजार बढिरहेको थियो, यहाँनिर छ बजार बढिरहेको थियो, यहाँनिर सानो एउटा ग्रीन बन्यो र त्यो ग्रीनलाई एज अ रेडले कभर गरिदियो भने चाहिँ के भयो त, अब यो चाहिँ बेरिस इङ्गुल्फिन बार।